दर्शकबिन नमस्ते। यति बेला भारत र पाकिस्तान बीचको लडाईँलाई नरोकिने अवस्थामा देखिसकेपछि नेपालीहरू नेपालतर्फ भागमभाग भइरहेको छ। यो दृश्यमा तपाईँ देख्न सक्नुहुन्छ र यहाँबाट नेपाल जाँदै गर्दा नेपालको कृष्णनगर र त्यहाँका भन्सा र त्यहाँका बोर्डरमा तपाईँको के प्रुफ चाहिन्छ होला त भनेर तपाईँ पक्कै पनि दोधारमा पर्नु भएको छ भने तपाईको पास दुईवटा डकुमेन्ट छ भने एउटा आधार कार्ड र एउटा नागरिकता यो छ भने कृपया सँगै राखेर जेबमा कृष्णनगर बोर्डरसम्म नजानु होला। होसियार रहनुहोस्। यदि तपाईको पास दुईवटा देशको दुईवटा डकुमेन्ट छ, आधार कार्ड र नागरिकता छ भने कृपया आधार कार्ड, इन्डियाको आधार कार्ड, ड्राइभर लाइसेन्स र पेन कार्डलाई अलग्गै जेबमा राख्नु होला र नेपालको परिचय पत्र र नागरिकता जे छ त्यसलाई अलग्गै राख्नु होला र इन्डियाको बोर्डरमा अलग्गै त्यो देखाउनु होला र नेपालको बोर्डरमा पनि त्यो खालको केही डकुमेन्ट्स माग्यो भने अलग्गै नागरिकता र परिचय पत्र देखाउनु होला। यदि तपाईँले त्यसो गर्नु भएन भने यति लामो सफरमा गएका गन्तव्य तपाईँको केही समयको लागि कृष्णनगरमै रोकिनेछ। त्यो समय तपाईँ आफै मुस्किलमा पर्नुहुनेछ। कृपया भिडियो सामग्रीलाई कहाँदेखि हेर्दै र सुन्नुहुन्छ यस्तै नयाँ नयाँ थप जानकारी लिनको लागि मसँग आजै फलो गर्नुहोस् र बनिराख्नुहोला। मैले यस्तै भारतबाट नेपाल र नेपालबाट जाने हरेक दिन हरेक बसहरूको विवरण राख्ने गरेको छु। कृपया यो च्यानललाई एकचोटि सर हेरेर साथ दिन नभुल्नुहोला है।